सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डे 5 मा चाहिँ भन्दाखेरि आज चाहिँ म आफ्नो स्कुल ड्रेस र ट्र्याकको लागि चाहिँ चौन्ने जान लागेको थिएँ। म र भाइ, म चाहिँ साइकलमा अहिले चाहिँ साइकलमा जाँदै थिएँ थोडा, अनि पछि साथी भेट्यो। साथीको फेरि भाइलाई साइकल दिएर घर पठाएर आफू चाहिँ बाइकमा गएँ होइन। बाइकमा गइसकेपछि साथीले नि भन्यो भ्लगमा निकाल भनेर, अनि मैले पनि भ्लग बनाउँदै जाँदा बाख्राबाटाहरू हाम्रो यता यस्तै छ, छोडिरहेका हुन्छन् बाटोमा। अनि हामी चाहिँ जाँदै थियौँ, बाटोमै थियौँ। अनि म चाहिँ ट्र्याक लिने भनेर गएको थिएँ। अनि त्यो ट्र्याक चाहिँ मेरो साइजको रहन्छ। अहिले पसल अगाडि देखाउँछु। पसल चाहिँ अगाडि छ। हामी चाहिँ दुईजनासँगै भएर पसलतिर गएको थियौँ। अनि फेरि म पसलमा गइसकेपछि मैले किनेँ। अनि फेरि म घर फर्किँदाको त्यहीँ आफ्नै गाउँको खोला ठाउँ फेरि यो चाहिँ म अगाडि गएर फेरि भ्लग बनाउँदै गाना गाउँदै थिएँ। एक्लै हिँडेर आउँदै थिएँ। साइकल चाहिँ भाइको हातमा पठाएर आफू चाहिँ हिँड्दै है। अनि अगाडि आएँ, हिँड्दै थिएँ। अब के भन्ने, भ्यूै यस्तै छ। बादल लाग्यो, कहिले घाम लाग्छ, कहिले पानी पर्छ। अनि म चाहिँ हिँड्दै थिएँ, त्यसैले क्यामेरा हल्लिरहेछ। अनि त्यो के भन्नु, गाना चाहिँ गाउँदै थिएँ। अब के मन लाग्यो, एक्लै हुँदाको फिलै अलगै हुन्छ नि त। हिँडिरहेको थिएँ, आफ्नै फिल पारामा हिँडिरहेको थिएँ। थ्याङ्क्स फर वाचिङ, बाई। आज